हाम्रो पथ भनेर चाहिँ सरकारको पथ त्यो हो भन्ने हो र म सरकारको मान्छे होइन तापनि र हाम्रो पथ भन्नाले चाहिँ सरकारलाई इङ्गित गर्छ र तिम्रो कद भनेको चाहिँ त्यो अन्य पार्टीहरूलाई चाहिँ त्यसले चाहिँ लक्षित गर्छ र यो शार्दूलले बिग्रित छन्दमा लेखिएको 4 हरफको कविता म यहाँ प्रस्तुत गर्न अनुमति माग्छु। हाम्रो राष्ट्र र राष्ट्रवाद जनता झुक्दै नझुक्ने पथ, हाम्रो राष्ट्र र राष्ट्रवाद जनता झुक्दै नझुक्ने पथ, जे भन्छौ भन त्यो महेन्द्र पथ हो बुद्ध पृथ्वी पथ, जे भन्छौ भन त्यो महेन्द्र पथ हो बुद्ध पृथ्वी पथ, अन्यायीहरूका विरुद्ध पथ हो, अन्यायीहरूका विरुद्ध पथ हो समृद्धि खोज्ने पथ, भ्रष्टाचार विहीन राष्ट्र समता सद्भाव खोज्ने पथ, कर्णाली र सुदूरको पथ यही हो दुःख मेट्ने पथ, मेचीको सुख दुःखमा सँगसँगै काली निहाल्ने पथ, शिक्षा स्वास्थ्य र रोजगार पथ हो निष्पक्षताको पथ हो, नेपाल हिमालमाथि शिरमा राखेर चल्ने पथ हो, नेपाल हिमालमाथि शिरमा राखेर चल्ने पथ, माओ लेनिन मार्क्सवाद मनमा, माओ लेनिन मार्क्सवाद मनमा बोकी नकुर्ले अब, दोषी भ्रष्ट समाउँदा सडकमा कहिले नउर्ले अब, बोकेको छ जनाधिकार जसले, बोकेको छ जनाधिकार जसले हान्दैछ लाठा अब, बोकेको छ जनाधिकार जसले हान्दैछ लाठा अब, हे भ्रष्ट दलाल हुन्छ नि तिमी बाठा नभन्दा अब, हे भ्रष्ट दलाल हुन्छ नि तिमी बाठा नभन्दा अब, संसारैभर उच्च शासकसँगै बालेनको त्यो कद, अग्लेको छ हिमाल तुल्य चुलिँदै तिम्रो छ खै के कद, अग्लेको छ हिमाल तुल्य चुलिँदै तिम्रो छ खै के कद, देखेनौ र चुनावमा, देखेनौ र चुनावमा तल तलै भई खुम्चिएको कद, आफ्नो सोच सुधार नत्र त भने घट्ने छ तिम्रो कद, आफ्नो सोच सुधार नत्र त भने घट्ने छ तिम्रो कद।